नमस्ते। आज हामी नागरिक सभ्यताका केही साना साना तर एकदमै शक्तिशाली सिद्धान्तहरूबारे कुरा गर्दैछौँ। यो विश्लेषण सूरज कुमार थापाको लेखमा आधारित छ र यसले के देखाउँछ भने हाम्रो हरेक दिनको व्यवहारले नै समाजलाई कस्तो बनाउने भन्ने कुरा निर्धारण गर्छ। ल सुरु गरौँ है त। त्यसो भए सबैभन्दा पहिला यहीँबाट सुरु गरौँ न। आखिर यो सभ्यता भनेको के हो त? के यो कुनै ठूलो आदर्शवादी कुरा हो वा हाम्रो दैनिक जीवनसँगै जोडिएको एकदमै सरल कुरा हो? हो, कुरा यही हो। सभ्यता भनेको कुनै ठूलो काममा होइन, बरु हामीले हरेक दिन गर्ने साना साना व्यवहारमा लुकेको हुन्छ। यो हाम्रो बानीमा, हाम्रो बोलीमा र हामीले अरूलाई गर्ने सम्मानमा झल्किन्छ। अब लागौँ हाम्रो पहिलो खण्डतिर, व्यक्तिगत सम्मानको दायरा। यसमा हामीले अरूसँग कसरी व्यवहार गर्छौं र उनीहरूको व्यक्तिगत स्पेसको कति सम्मान गर्छौं भन्ने बारे कुरा गर्नेछौं। वास्तवमा साँचो सम्मानको सुरुवात नै अरूको निजी मामिला र उनीहरूको व्यक्तिगत स्पेसलाई कदर गर्नुबाट हुन्छ। जब हामी यो कुरा बुझ्छौं, हाम्रो व्यवहार आफै सभ्य देखिन थाल्छ। सम्मान देखाउने केही ठोस तरिकाहरू छन्। जस्तै कसैलाई भर्खरै चिनेको छ भने उसको तलब कति, उमेर कति वा पारिवारिक कुरा के हो भनेर सोधिहाल्नु राम्रो होइन। अर्को कुरा, कसैको फोन वा पर्स जस्ता निजी सामानहरू अनुमति बिना कहिल्यै नचलाऊ। गोपनीयताको सम्मान गर्नु भनेको विश्वासको जग बसाल्नु हो। अनि कहिलेकाहीँ हामी ठट्टामा साथीहरूलाई सार्वजनिक ठाउँमा जिस्काउँछौँ, तर त्यसले उनीहरूलाई असहज बनाउन सक्छ। साँचो मित्रता सम्मानमा टिकेको हुन्छ, होइन र? यहाँ हेर्नुस् त, सभ्य र असभ्य व्यवहार बीचको फरक कति स्पष्ट छ। कसैको फोन मागेर उसको मेसेज हेर्न थाल्नु असभ्यता हो। अर्कोतिर उसको फोनलाई निजी सम्पत्ति मानेर सम्मान गर्नु नै सभ्यता हो। एउटा व्यवहारले सम्बन्ध बिगार्छ भने अर्कोले सम्बन्धलाई बलियो बनाउँछ। ल, व्यक्तिगत कुराबाट अब अलिकति बाहिर निस्केर सार्वजनिक ठाउँहरूमा हाम्रो भूमिका कस्तो हुनुपर्छ भन्नेबारे कुरा गरौँ। हामी सार्वजनिक ठाउँमा जे गर्छौँ नि, चाहे त्यो सानोतिनो कुरा नै किन नहोस्, त्यसले हामी सबैले साझा गर्ने वातावरणमा प्रत्यक्ष असर पारिरहेको हुन्छ। हाम्रो एउटा सानो बानीले पनि पुरै समूहको अनुभवलाई राम्रो वा नराम्रो बनाउन सक्छ। सार्वजनिक ठाउँहरूमा केही आधारभूत कुराहरूमा ध्यान दियौँ, जस्तै पान वा गुट्खा खाएर जथाभावी थुक्ने बानी छोडौँ। सार्वजनिक शौचालय प्रयोग गरेपछि आफू पछिको मान्छेका लागि सफा छोडिदिउँ। अनि हातमा भएको फोहोर डस्टबिन नभेटुन्जेल आफैसँग रखौँ न। अरूको नजिक खोक्दा वा हाच्यौँ गर्दा मुख छोप्ने गरौँ। यी सबै बानीले हाम्रो साझा स्वास्थ्य र वातावरणप्रति हामी कति जिम्मेवार छौँ भन्ने देखाउँछ। अब हामी अझै गहिरो विषयमा प्रवेश गर्दैछौँ। यो खण्ड हो समानता, सद्भाव र विवेक। यसले सबैलाई सम्मान गर्ने, समानुभूति राख्ने र व्यक्तिगत इमान्दारी जस्ता विषयलाई समेट्छ। यहाँ आएर सभ्यताको अर्थ अझै फराकिलो हुन्छ। यो भनेको बाहिरी व्यवहार मात्रै होइन, यो त हरेक व्यक्तिलाई समान डिग्निटी अर्थात् सम्मानका साथ व्यवहार गर्नु हो र आफ्नो विवेक प्रयोग गरेर सचेत भएर काम गर्नु पनि हो। समाजमा सद्भावको जग बसाल्न केही सरल सिद्धान्तहरू छन्। कोही मान्छे कुन पदमा छ वा कति धनी छ भनेर हेरेर व्यवहार नगरौँ। सबैलाई समान सम्मान दियौँ। कसैको जात, रूप, रङ वा पेशा हेरेर उसको बारेमा धारणा बनाइहाल्नु हुँदैन। र सबैभन्दा महत्त्वपूर्ण, यदि कसैले गल्ती गर्छ भने त्यसमा हाँस्नुको सट्टा उसलाई सहयोगको हात दिनु पो राम्रो हो। यस्तो व्यवहारले समाजमा सकारात्मकता र सहयोगको भावना बढाउँछ। एक विवेकी नागरिकले आफूसँग भएका स्रोत र अरूको ख्याल राख्छ। जस्तै थालमा खाना खेर नफालौँ। पैसा त आफ्नै होला, तर त्यो अन्न उब्जाउने किसानको मेहनतको सम्मान गरौँ। कोठाबाट बाहिर निस्किँदा बत्ती वा पङ्खा बन्द गरौँ। अनि यदि कसैलाई सहयोग गर्दैछौँ भने त्यसको फोटो खिचेर प्रचार गर्नुभन्दा चुपचाप गर्नुमा साँचो सन्तुष्टि मिल्छ। साँचो सहयोग प्रदर्शनको लागि हुँदैन। ल, अब अन्त्यमा यी सबै सिद्धान्तहरूलाई जोडेर हेरौँ। यो हाम्रो साझा दायित्वको कुरा हो। हेर्नुस्, मुख्य कुरा के हो भने हामीले गर्ने यिनै सासाना व्यक्तिगत कामहरू नै एउटा विकसित र सभ्य समाजको जग हो। समाज बाहिरबाट आएर बन्ने होइन, हाम्रै व्यवहारबाट बन्ने हो। हरेक सानो सभ्य काम एउटा इँटा जस्तै हो र यिनै इँटाहरू मिलेर एउटा बलियो र सुन्दर राष्ट्र बन्छ। र यो कुरालाई सूरज कुमार थापाको यो भनाइले एकदमै राम्रोसँग पुष्टि गर्छ। उहाँ लेख्नुहुन्छ, समाज र देश विकासका लागि नागरिक सभ्यता अत्यन्तै महत्त्वपूर्ण र अपरिहार्य कदम हो।
यो एउटा वाक्यले नै हामीले सानो ठानेका बानीहरूको राष्ट्रिय महत्त्व कति ठूलो छ भनेर देखाउँछ। अब जाँदा जाँदै एउटा प्रश्न सोच्नका लागि छोड्न चाहन्छु। यहाँ हामीले कुरा गरेका बाहेक हामीले आफ्नो जीवनमा अपनाउन सक्ने अरू सभ्य गुणहरू के होलान्? आउनुहोस् यसबारे सोचौं। किनभने सभ्य समाज बनाउन हामी सबैको योगदान चाहिन्छ। धन्यवाद।